मेरो मुक्तको शीर्षक लुतु। चरक्क चर्की खनचर चरायो, चरक्क चर्की कनचर चरायो, लामा नगराहरूले कनायो, आयो रगत उसै बखतमा परपरायो, पोल्यो दुख्यो र अझै लुतु रमायो, पोल्यो दुख्यो र अझै लुतु रमायो। नमस्कार, म चन्द्र भण्डारी। कञ्चनजङ्घा कम्युनिकेसनमा सम्पूर्ण दर्शकवृन्दलाई न्यानो स्वागत तथा हार्दिक हार्दिक अभिवादन छ। यो कविता यात्रा हो। कविता यात्रा लिएर आज हामी इलामको कन्याममा छौँ। एउटा स्वर्ग जस्तो लाग्ने टापुमा छौँ। हरियाली, वन बाटिका र चिया बगानभित्र छौँ। ठकठकेहरू कराइरहेका छन्, साना साना पहाडहरू नाचिरहेका छन्। कुहिरोले देखिँदैन, छमछम अलिअलि देखिन्छ, तर हाम्रा दिदीबहिनीहरू चियापत्ती टिपिरहनु भएको छ। श्रम र पसिनाले सिँगारिएको यो बगानभित्र बसेर हामी श्रमका कुरा गर्छौँ, सिर्जनाका कुरा गर्छौँ, अनि ज्ञान, चेतना, विज्ञान र मनोविज्ञानका कुराहरू आज हामी गर्छौँ। अहिले तपाईँले सुन्नुभयो झापाका अर्थात् पूर्वी नेपालका एकजना चर्चित कवि जोसँग राष्ट्रिय व्यक्तित्व छ, पुष्प काफ्ले। हामी कविहरूलाई लिएर देश देशान्तरमा परिभ्रमण गर्छौँ। भाषा साहित्यको उन्नयन र विकासको यात्रामा हामी अघि बढ्छौँ। त्यसैले यो हाम्रो यात्राको नाम हो कविता यात्रा। कविहरूसँग लामबद्ध भएर हामी हिँड्छौँ। हुलभित्र रमाउनुभन्दा एउटा कविता, एउटा प्रकृतिको सुन्दरताभित्र, प्राकृतिक छटाभित्र बसेर गाउँदाखेरि लाखौँ लाख दर्शक, श्रोता र पाठकहरूले मनन गर्छन्, अनुभव गर्छन् र चेतना प्रवाह भइरहेको छ भनेर त्यसको सुगन्धले सुगन्धित हुने अभ्यास गर्छन्। त्यही अभ्यासको क्रममा आज पुष्प काफ्ले हामीसँग आउनुभयो। अब म कवि पुष्प काफ्लेलाई तपाईँ समक्ष साक्षात्कार गराउँछु। कवि पुष्प काफ्ले, तपाईँलाई एकदम हार्दिक हार्दिक स्वागत छ। धन्यवाद दाजु, नमस्कार। सन्चै हुनुहुन्छ? हजुर, आराम। तपाईँ कहाँ जन्मिनु भयो? म झापाको बुधबारेमा जन्मिएँ। मेरो पुर्खौली थलो पाथरको सुवाङ हो। अब चलन छ एउटा पहाड कहाँ भनेर भन्दाखेरि बुधबारे मेरो पहाड चाहिँ बुधबारे। मैले एउटा बिहारी भाइलाई तिम्रो पहाड कहाँ हो भन्दा मुजफ्फरपुर भने जस्तो। हजुर हजुर, तपाईँको बुधबारे हो। मेरो बुधबारेमा तपाईँ बस्नुहुन्छ, तर साह्रै सुन्दर कविता लेखेर आफूलाई एउटा राष्ट्रिय व्यक्तित्वको रूपमा उठाउनु भएको छ। हामी गाउँमा छौँ तर हामी राष्ट्रका हौँ। हजुर, त्यो अनुभव र अनुभूति हाम्रा पाठकले, दर्शकले, श्रोताले र कविता र भाषा साहित्यको मर्म बुझ्ने शिल्पीहरूले तपाईँलाई त्यस्तो व्याख्या गरिदिन्छन्। आज तपाईँले सबभन्दा पहिले एउटा मुक्तक गाउनुभयो। अब हाम्रो दर्शकका लागि तपाईँले कुनै सामग्री प्रस्तुत गर्नु पर्यो भने के गर्नुहुन्छ? म एउटा मुक्तकै थप्छु। थपौँ। कसैले देश बनाए, कसैले देश बनाए, कसैले शेष बनाए, कसैले देश बनाए, कसैले शेष बनाए, आमाको बर्को च्यातेर जुत्ताको लेस बनाए। भयो क्रान्ति नभएको होइन परिवर्तन, एउटा राजा मासेर स्वयं नरेश बनाए, एउटा राजा मासेर स्वयं नरेश बनाए। विद्रोही चेत तपाईँको कवितामा छ होइन? यी कविताले के सन्देश दिन्छन् तपाईँलाई चाहिँ के लाग्छ? अलिकति राष्ट्रियता यसभित्र छ। चाहिँ त्यहाँ भनियो, मुक्तकमै भनियो, कसैले देश बनाए, त्यो बनाएको देशलाई कसैले चाहिँ शेष पनि बनाए। अहिलेको करिब अवस्था त्यस्तो। आमाको बर्को च्यातेर जुत्ताको लेस बनाए होइन? तपाईँले आफ्नो कुनै कृति उत्पादन गर्नु भएको छ? कृति उत्पादन अहिले सुन्जी गरेको छैन मैले, तर गर्ने तयारीमा छु। अब केही समय पछाडि मैले लेखेका आर्टिकलहरू एउटा अलिकति ठुलो आकारमै होस् भनेर त्यसलाई पर्खिराखेको छु। सुरुवाती अवस्थामा अलिकति सिकारु किसिमका नै भए मेरा चाहिँ, त्यहाँदेखि पछाडि चाहिँ क्रमिक रूपमा अलिकति परिष्कृत छन् भनेर श्रोताहरूले नि मलाई भनिदिनुहुन्छ। म ढुक्क। तपाईँका पुर्खा पास्थरमा जन्मिनु भयो, सुभाङमा जन्मिनु भयो। हजुर हजुर। सुभाङमा जन्मिरहँदा तमरको पानी पिउनु भयो होइन? तमरको पानी भनेको एउटा त्यहाँ शक्ति र सामर्थ्य, शौर्य छ। हजुर, त्यो ग्रहण गर्नुभयो। त्यसको रक्तबीज भएर तपाईँ झापामा जन्मिनु, झापाको तातो गर्मीमा तपाईँ जन्मिनु भयो होइन? हजुर। तपाईँलाई कविता लेख्न त्यो पास्थरले तपाईँलाई प्रेरित गर्यो वा झापाले, के भन्नुहुन्छ? अब लेख्न सुरुवाती त मैले झापाबाट गरेँ, तर हजुरले भने जस्तै त्यो रक्तबीज चाहिँ मैले पाथरबाटै पाएको हो। अब मलाई यो लेख्नतिर
चाहिँ अलिकति झकझक्याउने मेरो स्वयं जन्म दिने आमा। मैले लेख्नुभन्दा अगाडि मभन्दा माथितिरको दाइ टङ्क काफले विकल्प उहाँहरू लेख्नुहुन्थ्यो, भन्नुहुन्थ्यो, सुनाउनुहुन्थ्यो, म त सुन्थेँ। अनि त्यही अवस्थामा आमाले टङ्क त कविताहरू लेख्छ, भन्छ, सुनाउँछ, पुष्प चाहिँ लेख्दैनस् भन्नुहुन्थ्यो। त्यो वाक्यले मलाई यति धेरै प्रेरित गर्यो हजुरको, अब म पनि लेख्छु। नजानेको कुरा सिकाइदिने मान्छे पनि यही हुनुहुन्छ, वातावरण पनि त्यस्तै छ। अनि मैले त्यो 37 सालमा म कक्षा 8मा पढ्दाखेरि बुधबारे हाई स्कुलमा एउटा कार्यक्रम भएको थियो। त्यो कार्यक्रममा पहिलोचोटि मैले सुरुमा सुनाएको मुक्तक जुन छ लुतो को शीर्षकको, आज तपाईँले सबभन्दा पहिले जुन यहाँ कविता एउटा मुक्तक प्रस्तुत गर्नुभयो, हजुर, त्यो जीवनको मेरो पहिलो रचना लुतोबाट नै तपाईँले सुरुवात गर्नुभयो। सुरु गरेँ र त्यो कार्यक्रममा म अलिक पुरस्कृत पनि भएँ त्यही मुक्तकले। अब हाम्रा श्रोतालाई, दर्शकलाई, हाम्रा पाठकहरूलाई पनि कुनै एउटा कविता प्रस्तुत गर्नु पर्यो भने कुनै डायरीबाट वा मुखाग्र के छ कण्ठस्थ सुनाउन सक्नुहुन्छ? सक्छु। म एउटा गजल गाउँछु। कथित बोट बिरुवा सपार्नेहरू छन्, कथित बोट बिरुवा सपार्नेहरू छन्, जरा माथि पारेर सार्नेहरू छन्, जरा माथि पारेर सार्नेहरू छन्, कथित बोट बिरुवा सपार्नेहरू छन्। छहारी दिएथे छहारी कसैलाई मैले, छहारी दिएथे कसैलाई मैले, तिनै छानु मेरो उधार्नेहरू छन्, जरा माथि पारेर सार्नेहरू छन्। कसैलाई जित्छन् कुनै पल, कसैलाई जित्छन् कुनै पल, स्वयंबाट हरबार हार्नेहरू छन्, तिनै छानु मेरो उधार्नेहरू छन्। यहाँ चित्तशुद्धि विषय बन्छ गफको, यहाँ चित्तशुद्धि अधिक देह आफ्नो सिँगार्नेहरू छन्, स्वयंबाट हरबार हार्नेहरू छन्। थुपारेर मनको कुनामा कसिङ्गर, थुपारेर मनको कुनामा कसिङ्गर, यहाँ प्रेमको रङ बढार्नेहरू छन्, अधिक देह आफ्नो सिँगार्नेहरू छन्। म अन्तिम शेरमा छु। स्वयं बन्छु पत्थर धरातल नछोड्न, स्वयं बन्छु पत्थर धरातल नछोड्न, भकुण्डो बनाई उफार्नेहरू छन्, यहाँ प्रेमको रङ बढार्नेहरू छन्, कथित बोट बिरुवा सपार्नेहरू छन्, जरा माथि पारेर सार्नेहरू छन्, जब पुष्प काफ्लेहरूले कविता गाउनुहुन्छ तब म काठमाडौँलाई सम्झिन्छु। तपाईँहरू घाँस दाउरा गरेरै, गाई बस्तु चराएरै, गोठमै निदाएरै, परिश्रम समेत पनि गरेरै, पसिना बगाएर पसिनाको सुगन्धले आफ्नो सुगन्धको विकास गरेर बस्नु भएको छ गाउँमा। जब उनका कविता, काठमाडौँका कविता सुन्दा उनीहरू राष्ट्रिय छन्। तपाईँले यो चियाका बुट्टाहरूको फेदमा छौँ आज हामी पनि, यो यी विसर्जन हुन्छन्। तपाईँ यहीँ झापैमा इलाममा तपाईँ विसर्जन हुनुहुन्छ, तर लेखेर उधिनेर खोस्रेर, तर तपाईँ जहिले पनि मोफसल हुनुहुन्छ। तपाईँ मोफसलको होइन। यो काठमाडौँबाट शासन गर्ने एउटा प्रवृत्ति र प्रथा भाषा साहित्यमा पनि छ। काठमाडौँले हामीलाई शासन गर्छु भन्छ, यहीँबाट चप्पल पड्काउँदै गयो, तर ऊ शासक बन्यो भाषा साहित्यको क्षेत्रमा। र टङ्क विकल्पहरू हुन्, जय भण्डारीहरू हुन्, केशव आचार्यहरू हुन्, वा कृष्ण बरालहरू हुन्, कृष्ण धरावासीहरू हुन्, वा पुष्प काफ्लेहरू हुन्, चन्द्र भण्डारीहरू हुन्, उनीहरू सधैँभरि मोफसलको हुने, तलको छुवाछुत प्रथामा बसिरहने र तपाईँ कहिले पनि उँभो लाग्न सक्नुहुन्न भनेर उनीहरू भन्छन् जबसम्म त काठमाडौँ आउँदैनस्। यसलाई तपाईँ के जवाफ दिनुहुन्छ? यो प्रथाको विरुद्धमा वा समर्थनमा तपाईँ के भन्नुहुन्छ? म यहीँ बसेर हजुरले भने जस्तो काठमाडौँ बसेर अन्य भागहरूमा शासन गर्ने जुन परिपाटी छ त्योलाई चिर्न म चाहन्छु।
चिर्न चाहनुहुन्छ चिर्न चाहन्छु। भने भाषा साहित्य संस्कृति कलाका पनि शासकहरू छन् जो हामीमाथि लाद्न चाहन्छन् उनको प्रथा। हजुर हामी त्यसका खिलाफमा छौँ होइन। हजुर खिलाफ हामी यहीँ बसेर देशका कविता गाउँछौँ, यहीँ बसेर श्रमका र पसिनाका सुगन्धको प्रवाह गर्छौँ, शक्ति र शौर्य हामी यहीँ देख्छौँ, यहीँ भेट्छौँ, आकाशको जुनलाई हामी यहीँ बसेर तान्न सक्छौँ भने हामी कसरी मोफसल? हामी मोफसल होइनौँ। मोफसल भनेको दर्जा हो, यो छुवाछुतको प्रथा हो। त दलित होस् र म मालिक हुँ, तँलाई म जीवनभरि दल्छु भन्ने प्रवृत्ति भाषा र साहित्यमा पनि छ। त्यस अर्थमा हामी झापाको पावन भूमिमा, इलामका पाखाभित्तामा, तेह्रथुममा, सङ्खुवासभामा, ताप्लेजुङमा वा कुनै पनि कुना कन्दरामा उभिएर हामी राष्ट्रको गान गाउँछौँ भने हामी राष्ट्रिय हौँ, यो राष्ट्र हाम्रो हो। कुनै पनि सिमानाको डिलमा उभिएर हामीले कविता गाउँदा, एक टुक्रा गीत गाउँदा हामी देश गाइरहेका हुन्छौँ। त्यस अर्थमा तपाईँ एउटा सशक्त कवि हुनुहुन्छ, तपाईँ राष्ट्रको कवि हो। अब अर्को एउटा कुनै सृजना सुनाउनु पर्यो भने के प्रस्तुत गर्नुहुन्छ? अर्को एउटा म गजलै सुनाउँछु। अब पालो छ गजलको। घाउको यातना अझै रहेछ, घाउको यातना अझै रहेछ, घाउको यातना अझै रहेछ, पीरको सम्भावना अझै रहेछ, घाउको यातना अझै रहेछ, बल्ल बल्ल ओइलिन्छ फेरि झर्दैन, बल्ल ओइलिन्छ फेरि झर्दैन, फुलको तिर्सना अझै रहेछ, पीरको सम्भावना अझै रहेछ, कण्ठ छोएर फर्कियो भमरो, कण्ठ छोएर फर्कियो भमरो, कुन क्षमा याचना अझै रहेछ, फुलको तिर्सना अझै रहेछ, कोपिलाको उमेर कति हुन्छ, कोपिलाको उमेर कति हुन्छ, कोपिलाको उमेर कति हुन्छ, भैँसको वासना अझै रहेछ, कुन क्षमा याचना अझै रहेछ, मेरो छाती निहाल्छ हरदम ऊ, मेरो छाती निहाल्छ हरदम ऊ, मेरो छाती निहाल्छ हरदम ऊ, कुल्चिने योजना अझै रहेछ, भैँसको वासना अझै रहेछ। अन्तिम शेरमा दुःखको जिन्दगी बितोस् मेरो बितोस् दुःखको जिन्दगी, उसँग शुभकामना अझै रहेछ, कुल्चिने योजना अझै रहेछ, घाउको यातना अझै रहेछ, पीरको सम्भावना अझै रहेछ, पीरको सम्भावना अझै रहेछ। धेरै धेरै धन्यवाद छ। म अर्को एउटा गजल गाउँछु। कैद छ सन्धिपत्र पानामा, कैद छ सन्धिपत्र पानामा, आँसु छ देशको सिमानामा, कैद छ सन्धिपत्र पानामा, घर धुरीकर तिरेर ऋण टाले, घर धुरीकर तिरेर ऋण टाले, पुवालै रहेछ छानामा, आँसु छ देशको सिमानामा, जिन्दगी छैन जिन्दगी जस्तो, चल्छ धड्कन स्वयं बहानामा, पुवालै रहेछ छानामा, एक सहरको अफर छ भारी छुट, एक सहरको अफर छ भारी छुट, प्यार किनबेच हुन्छ आनामा, चल्छ धड्कन स्वयं बहानामा, सकियो एक शीतको चोला, सकियो एक शीतको चोला, पार्दिँदा घामले निशानामा, प्यार किनबेच हुन्छ आनामा। अन्तिम शेरमा छु। खुन कसैले पुरै उठाएछ, खुन कसैले पुरै उठाएछ, चोट मात्रै थियो अचानामा, पार्दिँदा घामले निशानामा, कैद छ सन्धिपत्र पानामा, आँसु छ देशको सिमानामा, आँसु छ देशको सिमानामा। हस्त धन्यवाद। पुष्प काफ्ले सर, हजुर सर, तपाईँले एकदम सुन्दर गजल र मुक्तक गाउनुभयो है। आज हामी इलाममा छौँ र कार्यक्रम कविता यात्रामा छौँ। यो हाम्रो यात्रा अनन्तकालसम्म हामी यो यात्राका यात्री हौँ। हामी जुनसुकै भूगोलमा, चाहे नेपालभित्र चाहे नेपालभन्दा बाहिर, सिमानाभन्दा बाहिर गएर
सिमानामा बगेको आँसु, क्रन्दन, रोदन र व्यथा र चित्कार र क्रन्दनहरूलाई हामी त्यहाँ बसेर पनि भाषा साहित्यभित्र तानेर ल्याउन लिएर होइन। त्यो कला, त्यो क्षमता भएको तपाईँ एउटा बहादुर मान्छे हुनुहुन्छ। आज हामी इलाममा छौँ, इलामको कन्याममा छौँ, सुन्दर यो चिया बगानभित्र छौँ होइन। कुहिरोले थोरै छोपेको छ, तर राम्रा अग्ला अग्ला धुपीका सल्लोका बुट्टाहरूमा बसेर हामी कविता गान गाउँदैछौँ। आजको अन्तिम कविता तपाईँले वाचन गर्नु पर्यो भने कुन कविता वाचन गर्नु? म एउटा वाचन गर्छु। कहिले जहर कहिले सुधा, यस्तै भयो जिन्दगी। कहिले जहर कहिले सुधा, यस्तै भयो जिन्दगी। कहिले जहर कहिले सुधा, यस्तै भयो जीवन। सिक्दैछु खुद पिउने कला, यस्तै भयो जीवन। कहिले जहर कहिले सुधा, यस्तै भयो जीवन। धेरै सितन कम्ती सुरा, यस्तै भयो जीवन। धेरै सितन कम्ती सुरा, यस्तै भयो जीवन। लेलान् कसैले अन्यथा, यस्तै भयो जीवन। सिक्दैछु खुद पिउने कला, यस्तै भयो जीवन। तिम्रो नयन मेरा नयन, खेल्थे लुकामारी। तिम्रा नयन मेरा नयन, खेल्थे लुकामारी। गर्थ्यौँ मजाले कुकुहा, यस्तै भयो जीवन। लेलान् कसैले अन्यथा, यस्तै भयो जीवन। तानेर उनको हात राखेको थिएँ दिलमा। तानेर उनको हात राखेको थिएँ दिलमा। साक्षी छ छातीमा दया, यस्तै भयो जीवन। गर्थ्यौँ मजाले कुकुहा, यस्तै भयो जीवन। ला अन्तिम शेरमा छु। बेचिन्छु खैले गण्डकी। बेचिन्छु खैले गण्डकी, खैले महाकाली। बेचिन्छु कहिले गण्डकी, कहिले महाकाली। मिच्छन् कसैले 10 गजा, यस्तै भयो जीवन। साक्षी छ छातीमा दया, यस्तै भयो जीवन। खैले जहर खैले सुधा, यस्तै भयो जीवन। सिक्दैछु खुद पिउने कला, यस्तै भयो जीवन। सिक्दैछु खुद पिउने कला, यस्तै भयो जीवन। धन्यवाद। यस्तो मिठो कविताका अक्षरहरूमा, गीतका गेडाहरूमा यो नेपाली मन, नेपाली भावना, देशको माटो, देशको सुगन्ध, प्रकृति, पर्यावरणलाई घोलेर राष्ट्र र राष्ट्रियताको चेतले मानिसहरूलाई उगार्ने यो सशक्त माध्यम बनेको एउटा कविता पनि हो, सिर्जना शक्ति हो। यो सिर्जना शक्ति यहाँसँग प्रचुर छ। कहिले थाक्नुहुन्न होला नि? म सकेसम्म गर्छु। सकेसम्म गरौँ। अहिले हामी बारम्बार भन्ने गर्छौँ, देवकोटाहरू हलो जोतिरहेका छन्, पारिजातहरू चियाका पत्ती टिपिरहेका छन् होइन। यदि अवसर पाउने हो भने चियापत्ती टिप्दै पारिजातको भूमिकामा उनीहरू उभिन सक्छन्। अरुणा लामाहरू गाउँमा पिपिरी बजाएर बसिरहेका छन् होइन। अमर गुरुङहरू गाउँमा बाबुसे गरिरहेका छन्। तपाईँ हामी यसरी कविता कम्तीमा गीत गाउन सक्ने सामर्थ्य बोकेर उभिएका छौँ। तर हामी गाउँमा बसेर पनि गाउँलाई बिउजाउने र चेतनाका प्रवाह र शक्तिपुञ्ज भएर एउटा किरणलाई व्यापक बनाउने आभा भएर हामी जसरी लहरिएका छौँ, यो लहरिने क्रम भङ्ग नहोस्, हाम्रो अपेक्षा यति नै हो। हाम्रो कञ्चनजङ्घा कम्युनिकेसनले यिनै कुरालाई गर्छ। भाषाको, साहित्यको, कलाको, संस्कृतिको, जीवनको, श्रमको, पसिनाको, त्यसको मूल्य, त्यसका वेदना, त्यसका संवेदनाभित्र पसेर हामी जीवनलाई उधारिरहेका हुन्छौँ, हेरिरहेका हुन्छौँ, उधिनै रहेका हुन्छौँ। त्यो अवसर यहाँले आज प्रदान गर्नुभयो इलामको यो पावन भूमिमा। तपाईँलाई फेरि पनि लाख धन्यवाद छ। आगामी दिनमा पनि हाम्रो भेटघाट हुनेछ र यस्तै सृजना बोकेर होइन, यस्तै सृजना बोकेर, यस्तै कविता, यस्तै मुक्तक, यस्तै गीत र यस्तै गायन बोकेर हामी सधैँभरि बाँचिरहौँ। धेरै धेरै धन्यवाद छ। आज यो मौका दिनुभयो पुष्प काफ्ले, यहाँलाई धेरै धेरै धन्यवाद छ। हजुरले पनि मलाई मेरा रचनाहरू वाचन गर्ने यो शीतल हरियाली कन्यामको सुन्दर ठाउँमा मलाई पनि मेरा रचनाहरू, सिर्जनाहरू वाचन गर्ने जुन अवसर प्राप्त भयो, म यहाँहरूप्रति पनि आभार व्यक्त गर्दछु। धन्यवाद छ। नमस्कार। हवस् त दर्शकवृन्द, यहाँ हुनुहुन्थ्यो पुष्प काफ्ले। आफ्ना पूर्वजहरू जन्मिनुभयो पाँचथरको सुभाङमा। तम्बर नदीलाई 1000 पल्ट नागेर ठेउ 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 भन्दै गाईबस्तु गोठमा हुलेर
बाख्रालाई प्या प्या कराउँदै गरेका बाख्रा पाठाहरूलाई रनवनमा चराएर त्यो पुस्ताको त्यो पिँढीको रक्तबीज भएर झापामा जन्मिएको पुष्पकापले लाग्छ यी चियाका बुट्टाभन्दा हरियो मन भएको एउटा व्यक्तित्व हो, एउटा राष्ट्रिय व्यक्तित्व हो उहाँ। यसर्थ आज हामीले उहाँका भावनाहरूलाई, उहाँका मनका तरङ्गहरूलाई, उहाँका उच्छ्वासहरूलाई यो प्राकृतिक र सुरम्य वातावरणमा प्रस्तुत गरेर तपाईँ लाखौँ लाख दर्शकलाई आज हामीले सानो शक्ति, शौर्य र यसको मूल्यलाई चिनाउने कोसिस गऱ्यौँ। यो अवसर प्राप्त गर्नका निमित्त पुष्पजीले जुन योगदान गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि हामी पुष्पजीसँग लहरिनेछौँ। प्रविधिमा साथ दिनुभयो पत्रकार साथी सागर लकान्द्रीजीलाई धेरै धेरै धन्यवाद दिँदै कन्यामको यो पावन भूमिबाट कुहिरोले छोपिएको यो हरियालीभित्र आज यति नै कुराकानी गरौँ। फेरि हाम्रो भेट यस्तै प्रकृति र सुरम्य स्थानमा हुनेछ भन्ने बाचा समेत गर्दै कञ्चनजङ्घा कम्युनिकेसनबाट म चन्द्र भण्डारी पनि आज्ञा माग्छु। हवस् त, नमस्कार, धन्यवाद।